हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। म चाहिँ स्कुलबाट आउने बित्तिकै यो लाउँछु, कस्तो हुन्छ है। ओ माई गड, यति आनन्द। यो लाउने पनि तर बहुत राम्रो हुन्छ अरे। मलाई स्कुलमा भन्नुभएको थियो सबैले, बहुत राम्रो देखिने रहेछ भनेर। त्यही भएर तपाईँहरूले पनि लाउनु त्यसले अबदेखि। यसको एडभान्टेज रहेछ, यस्तो राम्रो देखिन्छ रे, कुरै नगर्नु। स्कुलबाट आउने बित्तिकै बिहान भाइलाई भनेर गएको थिएँ, आइस बनाएर राखिदिस् है भनेको थिएँ, बनाएर राख्दै रहेछ। यस्तो राम्रो हुन्छ रे, गोरो देखाउँछ अरे क्या, गोरो। सबले त्यही भन्दै थियो, राम्रो हुन्छ भन्थे सबले। बिहान लाउने भन्थे, बिहान टाइम भएन, स्कुल जान ढिलो भयो, त्यही भएर आइस पिग्लिन ला रहेछ। त्यही भएर हेर्नु, बहुत राम्रो हुन्छ अरे क्या यो लाउने पनि। त्यही भएर सबैजनाले लाउनु होला। सबैको घरमा फ्रिज हुन्छ, अनि आइस जमाउने लाउने, राम्रो हुने, चम्किने, बस्ने, गर्मीमा कालो नहुने, गोरो हुने। यो लाउने गोरो हुन्छ अरे, अनि पिम्पल्सहरू पनि आउनु नगरे। अनि त्यसपछि त्यही भएर सबजनाले लाउनु होला। म त एकैछिन मात्र लाउँछु, तर आधा घन्टासम्म लाउनु पर्छ अरे। आधा घन्टासम्म लाउने भने अनि कस्तो राम्रो हुन्छ अरे के, सधैँ लाउनु पर्छ अरे। म त अस्ति 2 दिन लाएँ, त्यसपछि लाएको थिएन, अल्छी लाएर फेरि सबले राम्रो हुन्छ भन्नुभयो, अनि लाइदिएको। हेर्नु, पिम्पल्स आउनु अरे, पिम्पल्स। यही सुनेको छु मैले, पिम्पल्स आउनु भन्ने। मेरो मिनी भ्लगलाई सबले माया गर्नु होला, अनि हेरेपछि लाइक कमेन्ट गर्नु होला है। ओके, बाई। हेर्नु न फेस कस्तो रातो भा। ओके, बाई।